सुन गाइस कत्रो लामो छ तिम्मो पोखरी चाहिँ सिलाम सकमा तिम्बुङ 2024 मा बनाएको रहेछ INBI ब्लक फाइनली हामी तिम्बुङ पोखरी नै आइपुग्यौं हेर्नु त गहिराई चाहिँ कुरै नगर्नु तर पनि दिदी त हाम्रो यो तिम्बुङ पोखरीको ट्र्याक हामीले कम्प्लिट गर्यौं खुसी लागेको छ त्यसमा चाहिँ मेरो जुत्ता छुट्टी अब यहाँ खाली खुट्टै हिँडेर जानु नम्बु नभए यम्बुङ चाहिँ कस्तो आएको छु कि देखेको छु कि छैन याद छैन गाइस है तर जुन चाहिँ यो तिम्रो बसेको नेपाल साइडपट्टि चाहिँ बाटो तपाईँको दामी बनाइदिएको रहेछ नेपालको मान्छे चाहिँ हेर्नु सक्नुहुन्छ उयो दामी चाहिँ दामी बनाइदिएको रहेछ ऊ माथिदेखि बनाइदिएछ नेपालको मान्छेले बनाउनु दामी छ अनुभव गर्नु पाइयो तिम्मु पुगेको कुरा पो त त्यहाँ स्टे गरौँ भनेको विचार नि मेरो चाहिँ यस्तो दामी बाटो छ अब हामी त्यसो गरेर यसमा त अब उकालो चढाए पो हुन्छ है उकालो चढ्नुपर्छ बे हामी त हो त उकालो चढ्नुपर्छ अहिले हेर्नु न त्यसै उनीहरूले बनाइदिएको बाटोमा हाम्रो बाटो माथिल्लोपट्टि जानुपर्ने कि ठिकै छ बाटो बनाइदिनु भएको रहेछ सुरु कत्रो हावा बग्दैछ मलाई नै अल्छी भइसक्यो नि ब्लग बनाउनु भक्कै लागिसक्यो त तिम्रो पोखरी कहाँ भनौँ त्यो माथि छ नि गहिरी त्यहाँ लुकेको छ छातीको डल्ला त ब्लास हुँदैछ भन्नु नि सक्नुहुन्छ त गाइस यहाँको मान्छेले चाहिँ होइन यस्तो मजाले मेहनत गरेर बाटो मजाले बनाइदिनु भएको रहेछ है पहिला हामी 2022 मा आउँदाखेरि त बाटो यस्तो थिएन नि अर्कै थियो नि त अझ मजाले बनाइदिनु भएको रहेछ बाटो एकदम खुसी लाग्यो तिम्रो जाने चाहिँ तर पारीहरू हेर्नु हट चाहिँ यस्तो बेसी छ कि है यस्तो बेसी हटहरू छ कन्ती छ नि हटहरू हेर्नु न उठाउनुहोस् त एउटा सिंग के हो त्यो अब एउटा डरलाग्दो भिज पुग्छ नि अब काल हजुर गाइस ढुङ्गा जग्गा आइपुग्यौँ यही हो कत्रोको ढुङ्गाहरू उठाएको छ नि त्यही त छाप चाहिँ छ पो ठुलो नठुलो त्यहीको छाप चाहिँ हो मन लागिरहेछ छाता पनि फ्याँकेछ यहाँनिर छाता पनि फ्याँकिरहेछ यहाँनिर हिँडेको छ मान्छे त चोकमा चोकमा हेर्छौँ र ढुक्कै हुन्छ नि
टिप मनमा मेरो विरती गाँसेछ तिमीको ब्लग चाहिँ लामो नै हुने गाइस माइन्ड नगरिदिनु होला गाइस यहाँ चाहिँ फेरि बाटै भुलिदिएको रहेछ नि युङले चाहिँ हम थोड़ी ना डरते हैं हम थोड़ी ना डरते हैं ऐसो से हम किसी से भी नहीं डरते हैं सिवाय हम अपने आप से मजाक कर रहा था हम डर लगता है हमको बहुत चीज़ों से यार गुंडा से देखी रहेगा लगा देखो ना डेस्टिनेशन में आइपुग्न आँटेको छ चण्डेसुङ you guys can see चण्डेसुङ हामी अब उक्कालो चढाइ हुन्छ हाम्रो के अलराइट गाइस अहिले चाहिँ हामी तिङमुपोखरी पुग्न आँटेछौँ हैन तब देख्नुहुन्छ यो पहाड चाहिँ मैले कहाँबाट देखाएको याम्फुङबाट देखाएको पहाड चाहिँ नागेर यता आइपुगिसकेको छौँ यो बाटो आएको बाटो दामी बनाएको छ अघि पनि भने अब हामी फेरि फर्की जानुपर्ने पनि हुन्छ उतै अब हामी तिङमुतिरै बढ्दैछ नि पुगेकै छुइनँ हो अलिकति बिस्कुट खाडेको भोक लागेर मैले खाएकै गर्नुपर्छ हो अब एक्सक्युज मी तिमीको चाहिँ अलिअलि टाउको दुख्दैछ अरे भन्दैछ हो अब हामी कालो बढ्दैछौँ अब म त के भन्नु अब म त मै हो घमण्ड चाहिँ गरेको होइन कि तर हतार बिमार चाहिँ हुँदैन त जानुपर्छ बाई दिस वे सबै उपाय चिनहरू हेर्नु सक्नुहुन्छ है त तपाईँहरूले त्यो चाहिँ नेपाल साइड पर्छ हटै हट्छ है फिलहाल हामी जाँदैछौँ तर तपाईँको मजा चाहिँ तपाईँको जुन जुलाईमै रहेछ गाइस यो अप्रिल भयो तपाईँको डिसेम्बर अल्छी लाग्दिङ हो मजा नट आइङ हो तर भए पनि होइन तपाईँहरूको लागि अब तपाईँले पनि हेरोस् देखोस् भनेर देखाइदिएको हेर्नुहोस् अब जग्गा यस्तो भिड छ यहाँ मुनि चाहिँ जोगेर हिँड्नुपर्ने हुन्छ चिप्ली गएन तल फसी जान्छ नि ऊ तर डिलमा पुगेर आएको म त पहिला त एक हेटेरिका युङको टाइममा वाइकको गोइङ हो उयो भिडमा गएको चौतारा जस्तो रहेछ कस्तो खालके हो यहाँ पनि भिडे पो छ है सानो यो भिड भनेको होइन अचम्म पकाएको यो प्राणी हिँडेको छ हौ गाइस आई थिङ्क फोक पाइनेको छु सकेर हो गाइस फोक पाइने चाहिँ बाटो चाहिँ छाप छ कि फोक पाइनेको छ मान्छेको खुट्टाको छाप छ ठुल्ठुलो खुट्टाको छाप छ होइन फोक पाइनेको छ जस्तो छ अत्रो के त छ यो बाटोमा जङ्गलमा जग्गा हेर्नु मौरो भयो भने चाहिँ अलिक प्रब्लम हुने रहेछ बाटो गाइस फाइनली हामी तिङमुपोखरी नि आइपुगेको छौँ आइपुग्यौँ गाइस हेर्नु सक्नुहुन्छ यस्तो तिङमुपोखरी छेउमा गएर देखाउँछु तपाईँहरूलाई हिउँले गर्दाखेरि अलिकति खराब भयो ग्रिनेटी छैन दिन त यतिको राम्रै छ होइन पर मन्दिरहरू देख्दैछ तपाईँलाई म छेउमा गएर देखाउँछु ऊ परको हट नटारो नि मैले त्यही भनेको नि त्यही हटमा बस्नुपर्छ भन्ने प्लान नि है तिङमुपोखरी आइपुग्यौँ हामी तिङमुपोखरी आइपुग्यौँ हेर्नुहोस् न यस्तो बनाइदिएको रहेछ यहाँनिर नेपालको मान्छेले यस्तो दामी जग्गा बनाइदिएको रहेछ अब हामी पर मन्दिरतिर जाँदैछौँ मन्दिर अलिक छेउमा जान्छौँ है के हुन्छ के हो यो हजुर सिरामसकमा तिम्बुङ 2024 24मा बनाएको रहेछ आइएनबिआई ब्लक नम्बरसँग छ च्यानलमा सब्सक्राइब गरिदिनु होला भरे गरेर म हेरिदिन्छु
INBI ब्लग है यो हेर्ने राम्रोसँग हेरिदिनु होला गाइस यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला फ्री प्रमोसन गरिदिएको तराई पोखरी चाहिँ तिङ्मु पोखरी गाइस फाइनली तिङ्मु पोखरी हामी आइपुगिसकेको छौँ हेर्न सक्नुहुन्छ आम्मा आज तिमीमै बस्नु पाएको भए त बडा मन्दिर हेर्नुहोस् न गाइस कत्रो लामो छ तिङ्मु पोखरी चाहिँ आम्मा अन्त कस्तो हुँदैछ है तिङ्मु पोखरीको चाहिँ खासमा चाहिँ यसमा किन तिङ्मु पोखरी भन्यो भन्दाखेरि चाहिँ सुनेको मात्रै भन्नु चाहिँ नेपालकै मान्छेले भन्दै थियो खासमा चाहिँ तिङबुङ होइन अरे खासमा तिम्बक अरे नि त लिम्बू भाषामा राखेको अरे यो तिङ्मु पोखरी चाहिँ पर्खिन्छ अरे नि त बन्दुक जस्तै होइन अन्त तिम्बक भनेर राखेको थियो लास्टमा चाहिँ तिङबुङ भन्ने भयो भन्ने स्टोरी खालको त्यो खालको सुनेको थियो मैले चाहिँ अरे हो कि होइन त्यसो भन्छ खासमा चाहिँ बस्नु पर्ने ओके अब हामी वी आर इन्टरिङ टु तिङ्मु पोखरी है मन्दिरमा तपाईँको अल्टिट्युडको कुरा गऱ्यो भने तिम्बुङ तपाईँको अल्टिट्युडको कुरा गऱ्यो भने 4340 अल्टिट्युडमा हामी छौँ है तिम्बुङ पोखरी ल अब यहीँबाट तपाईँलाई डाइरेक्ट लानेछु भित्र घन्टीहरू छ बजाउँदै हिँड्दा पनि हुन्छ नि त हुन्छ घन्टीमा झुन्डा बज्दैन क्यों हरि ओम हरे कृष्ण हरे राम हरि ओम हरे कृष्ण हरे राम या हरि ओम हरे कृष्ण हरे राम हरि ओम हरे राम चलो भाई मेरो क्यामेरा लिदिनु ल हरे राम 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 अरे मेरो त्यो क्यामेरा टिपी ल्याइदिनु हजुर त्यो बिचमा थिच्नु त माथि त्यो एरो पुस हेर्नुहोस् त गाइस ओके हुन्छ उयो झट्ट पूजा गरेर आउँ कि त्यहाँ फोटोहरू खिचौँ न ल पूजा चाहिँ गरौँ न मलाई चाहिँ अब फर्स्टमा आउँदा गाइस होइन कस्तो अब अल्छी लागिरहेको थियो बोरिङ लागिरहेको थियो होइन जब म तिम्रो पोखरी आइपुगेँ नि अब कस्तो खुसी लागेको नि त कस्तो खुसी भइराख्यो हेर्नु त गहिराई चाहिँ कुरै नगर्नु न गहिराई चाहिँ कुरै नगर्नु न हाउ डिप होला यहाँ सिलेम सकमा म यहाँ त प्रोनाउन्सिएसनै गर्नु आउँदैन सिलम सकमा यहीँ हरि ओम हरे नमः शिवाय एक दिन चाहिँ बस्नु पर्ने थियो त बसेको भए चाहिँ गाइस अब तपाईँहरूलाई म केही होइन गाइस सिनेमेटिक सिन्सहरू देखाउनेतिर लाग्छु है सिनेमेटिक सिन्सहरू देखाइदिन्छु पोखरीको मन्दिर हेर्नु सक्नुहुन्छ गाइस है
अन्त यो चाहिँ नयाँ मन्दिर बनाउनु भएको हो। अन्त पुरानो मन्दिर यता हुनुहुन्छ। भित्रको दृश्य हेर्दै देखाउँछु। हामीले पूजा गरिसक्यौँ। यहाँको दृश्य चाहिँ यस्तो छ है, हेर्न सक्नुहुन्छ। यता पनि पूजा बहुत गर्नुहुन्छ हुँदो रहेछ। घन्टी यति बेसी छ नि यहाँनिर, घन्टी यति बेसी छ नि, घन्टी पनि छ नि। घन्टी मात्रै छ नि। राख्यो कसको फोटोहरू छ देख्नुभयो होला। त्रिशुल यस्तो छ गाइस। भित्रको दृश्य तपाईँ देखिसक्नुभयो होला। यहाँपट्टि पनि त्यस्तो छ। मान्छे चाहिँ कसरी है छेउछेउमा जाने आँट गर्छ। पारी ढुङ्गाहरू उठाएको छ अचम्म नि। यहाँ पुरा यिनीहरू जाम्मे छ यहाँनिर। पुरा मान्छे त कोही आउनु भएको छैन रहेछ नि। तपाईँलाई देखाइदिइसकेँ है तिम्रो पोखरी। फेरि पोखरी हेर्नुहोस् है। ओके अलराइट गाइस, तपाईँलाई कस्तो लाग्यो तिम्रो पोखरी होइन? जुत्ता ढुट्टो बनाइहाल्यो हो। अब घरतिर लाग्नुपर्छ होला। भएको नभएको त अलिक देखाइदिइसकेँ मैले तपाईँलाई। अब हेरिसक्नुभयो हो। यस्तो दामी दिन बस्छ नि, यस्तो दामी दर्शन पायो नि त। स्याटिस न्यू आफै हेर्नुहोस् न। स्याटिस गाइस। अनि मैले चाहिँ तिङ्गु पोखरीको दलले चाहिँ बन्द गरिदिएको। खोला थियो, हावाले खोलि नै हाल्दो रहेछ। अब हामी माथि जाँदैछौँ। माथि पनि खान्छ भ्यू पनि। खासमा चाहिँ त्यहाँ जाने विचार थिएको नि थिएन चाहिँ। अब ठिकै छ, कुनै दिन फेरि। अघि चाहिँ अब कस्तो अल्छी लागिरहेको थियो होइन, नआउँ भइरहेको थियो मलाई चाहिँ। पर्खिजुङ भइरहेको थियो। अब यहाँ आइपुगेर चाहिँ नि अब के भन्नु भाइ, कस्तो अर्कै खालके भइगएको नि फेरि। अचम्म नि अब हैट। तर पनि वी डिड इट हो। हाम्रो यो तिङ्गु पोखरीको ट्र्याक हामीले कम्प्लिट गऱ्यौँ। खुसी लागेको छ त्यसमा चाहिँ। मलाई चाहिँ फर्स्टमा कस्तो डर लाग्दै थियो क्या, कम्प्लिट गर्नु सक्दिनँ होला भनेर लागिरहेको थियो। एकदम म चाहिँ डर लागिरहेको थियो नि, अगाडि घरदेखि नै तिङ्नु सक्छु कि सक्दिनँ भने। तर गरेर देखाइछाड्यौँ। हुन्छ सक्नुहुन्छ। मेरो जुत्ता छुट्टी। अब यहाँनिर खाली खुट्टै हिँडेर जानु नम्बु नभए यम्बुङ चाहिँ युङ बाटोमा चाहिँ यस्तो भयो मेरो जुत्ता चाहिँ अझै। ल त अहिले भने चाहिँ तपाईँको हामी चाहिँ यता तिङ्गु गरी यता हट भएकोमा आएको छु है। म तपाईँको यहाँनिर कान्छी धारा भन्ने जग्गा छ है, त्यो देखाउन जाँदैछु। रड्डी भयो नि हेर्नु है। उपाधि हिमालहरू चाहिँ यहाँ कान्छी धारा भन्छ कि। यहाँ चाहिँ एउटा उयो छ हौ, एउटा अनार भएको के भन्छ ढुङ्गा छ नि, कान्छी धारा भन्छ नि। यहाँ चाहिँ तपाईँलाई देखाउँछु। यो कान्छी धारा भन्छ। अनार भएको ढुङ्गा देख्नुभयो? यहाँ रहेछ धाराहरू हो।
सिलेम सकमा है प्रोनाउन्सिएसन गर्नु हुँदैन मगा पैसा राखिरहेको रहेछ अन्त गाइस तपाईलाई मेरो भिडियो कस्तो लाग्दैछ हो जुत्ता पनि फाटे तपाईले देखि सक्नुहुन्छ है तपाईको लागि यति साह्रो म मेहनत गर्दैछु है तपाईलाई यस्तो युङ गाडीमा आएर तपाईलाई म भिडियोहरु देखाउँदैछु है एक शेयर गरिदिनु होला एक सब्स्क्राइब गरिदिनु होला अनि त्यही हो भनिदिन्छु है च्यानललाई सब्स्क्राइब गर्नु तपाईले गर्नुहुन्छ मलाई आशा छ हैन तपाईको लागि म यति साह्रो मेहनत गरिरहेको छु जुत्ता फाटिसक्यो जुत्तै दुई टुक्रा भयो भन्नु उयो कान्छी देख्यो कान्छी धारा बिजोक भइसक्यो अब तपाईको यत्रो हिउँ चाहिँ कसरी चाहिँ खाली खुट्टा जानु पर्ने म त्यो सोचिरहेको छु अझमा उमरी डाँडामा जाउँ अब चाहिँ इज गोइङ टु बी सो च्यालेन्जिङ हुनेवा छ हैन याम्बुङ पुग्नु त्यो पनि खाली खुट्टा च्यालेन्जिङ हुनेवाला छ यति त गाइस मजा आइदिङ हो अहिले चाहिँ मजा आइदिरहेको छ हैन त्यस्तो चिसो छ चिसो के हो चिसो भनेको चाहिँ के हो चिसो भनेको चाहिँ होला गाइस मेबी भिडियो लामो भइदियो भने माफ गरिदिनु होला यस्तै हो अब हिँड्नु पनि कम त टाढो छैन अब चाहिँ अन्त नेपालको मान्छे त यो गेटबाट इन्टर गर्दो रहेछ है यो हटमा बस्दो रहेछ उयो हटमा बस्दो रहेछ टोयलेट पनि एकदम एभाइलेबल हुनुहुँदो रहेछ होइन भ्यूहरू त अब तपाईँलाई के देखाउनु अघि देखाइसकेको है गाइस अब वी आर गोइङ ब्याक टु याम्बुङ अगेन भोलिको लागि हामी रेडी हुनुपर्ने हुन्छ होइन all our guys thank you for watching the video guys हाम्रो यो जुन चाहिँ तिङमुखको जुन चाहिँ ट्र्याक थियो कम्प्लिट गऱ्यौँ हामीले हैन गाइस सोचेको थिइनँ कि ट्र्याक कम्प्लिट गर्छु होला भनेर किन मलाई असै घरदेखि डर लागिरहेको थियो हैन बाटो बिर्सिन्छ होला के हुन्छ होला भनेर हैन तर थ्याङ्क्स टु गड है आज हामीले यो तिङमुखको जुन चाहिँ ट्र्याक थियो कम्प्लिट गऱ्यौँ अन्त अब विश्वास चाहिँ थियो आफूमाथि हैन कम्प्लिट गर्छु भनेर कम्प्लिट गरिन् छाड्यौँ है खुसी लागिरहेको छ तपाईलाई धेरै धेरै धन्यवाद भिडियोलाई लास्टमा हेरिदिनु भएकोमा अन्त एउटा कुरा च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नु होला है अनि सक्दो सेयर गरिदिनु है जसलाई यस्तो मलाई भनिसकेँ जसलाई यस्तो ट्राभल गर्नु मनपर्छ होइन यस्तोतिर जग्गाहरूतिर आउनु मनपर्छ होइन त्यसो गरिदिनु होला यस्तो तपाईँहरूलाई होइन त्यही भन्नु चाहन्छु आजको लागि यति नै हिउँ टल्केर आँखा कस्तो भइरहेको छ होइन आजको लागि यति नै सी यू गाइस इन नेक्स्ट भिडियो थ्याङ्क्स फर वाचिङ